हेलो एभ्रिवान, नमस्कार। म सरोज आदर्शी, डिजिटल मार्केटिङ कन्सल्टेन्ट, फाउन्डर एन्ड सिइओ अफ डायमन्ड टेक सोल्युसन्स एन्ड कोच अफ बीमा अभियान। आज म एउटा घटनाबारे जानकारी गराउन गइरहेको छु। कृपया ध्यान दिएर सुन्नुहोला। जीवन बिमा अभिकर्ताले जीवन बिमाबारे राम्रो ज्ञान हुनुपर्ने हुन्छ, अनि मात्रै जीवन बिमा अभिकर्ताले आफ्नो कस्टमरलाई राम्ररी बुझाउन सक्नुहुनेछ। यदि जीवन बिमा अभिकर्ता भएर जीवन बिमाको ज्ञान छैन भने, जीवन बिमाको बारेमा जानकारी छैन, पोलिसीहरूको बारेमा जानकारी छैन भने त्यो जीवन बिमा अभिकर्ताले राम्ररी आफ्नो कस्टमरलाई बुझाउन सक्ने छैन भन्ने कुरा प्रमाणित भएको छ। एक समयको कुरा हो, एकजना जीवन बिमा अभिकर्ताले कस्टमरलाई बुझाउनको लागि आफ्नो सिनियरलाई बोलाएछ। त्यति बेला त्यो अभिकर्तालाई समय दिन सकेन। त्यसकारणले गर्दा त्यो अभिकर्ताले आफ्नो कस्टमरलाई राम्ररी बुझाउन सकेन। यहाँ जीवन बिमा अभिकर्ताको काम भनेको जीवन बिमाको बारेमा पूर्ण जानकारी लिएर आफ्नो कस्टमरलाई आफैले बुझाउनु पर्ने हुन्छ। जीवन बिमा अभिकर्ता भएर जीवन बिमा पोलिसीको बारेमा जानकारी नहुँदा यस्तो समस्या आउने गर्छ। जीवन बिमा अभिकर्ता भएर जीवन बिमा पोलिसीको बारेमा पूर्ण ज्ञान हुनै पर्ने हुन्छ, अनि मात्रै तपाईँले आफ्नो कस्टमरलाई राम्ररी बुझाउन सक्नुहुनेछ। तपाईँ जीवन बिमा अभिकर्ता हुनुहुन्छ भने जीवन बिमाको बारेमा पूर्ण जानकारी लिएर तपाईँको कस्टमरलाई भेट्न जानुहोस्, अनि मात्रै तपाईँले त्यो प्रोस्पेक्टलाई कस्टमर बनाउन सक्नुहुन्छ। यदि तपाईँ जीवन बिमा अभिकर्ता हुनुहुन्छ भने जीवन बिमाको पोलिसीहरूको बारेमा पूर्ण जानकारी हुनुपर्ने हुन्छ, अनि मात्रै तपाईँले आफ्नो प्रोस्पेक्टहरूलाई कस्टमरमा कन्भर्ट गर्न सक्नुहुनेछ। तपाईँ प्रोस्पेक्टलाई कस्टमरमा कन्भर्ट गर्न चाहनुहुन्छ भने तपाईँले जीवन बिमाको बारेमा पूर्ण जानकारी हुनै पर्ने हुन्छ, अनि मात्रै तपाईँले प्रोस्पेक्टलाई कस्टमरमा कन्भर्ट गर्न सक्नुहुनेछ। के तपाईँलाई जीवन बिमा पोलिसीहरूको बारेमा पूर्ण जानकारी छ? तपाईँको प्रोस्पेक्टसमा 100 जनाको नाम छ भने तपाईँले 10 जनालाई कस्टमरमा कन्भर्ट गर्न सक्नुहुनेछ। के तपाईँको प्रोस्पेक्टसमा 100 जनाको नाम छ? तपाईँको प्रोस्पेक्टसमा 100 जनाको नाम छैन भने डिजिटल मार्केटिङ प्रविधिबाट म तपाईँलाई 100 जनाको नाम बनाउन सपोर्ट गर्नेछु। तपाईँ डिजिटल मार्केटिङ प्रविधिबाट जीवन बिमा पोलिसी सेल गर्न चाहनुहुन्छ वा डिजिटल मार्केटिङ प्रविधिबाट तपाईँले प्रोस्पेक्टस बनाउन चाहनुहुन्छ भने म तपाईँले सपोर्ट गर्नेछु। यसको लागि तपाईँले तल रहेको नम्बरमा मलाई सम्पर्क गर्नुहोस् वा व्हाट्सएप कम्युनिटीमा जोडिनुहोस्। व्हाट्सएप कम्युनिटीमा जोडिनको लागि तल रहेको क्यूआर स्क्यान गर्नुहोस् र कम्युनिटीमा जोडिनुहोस्। व्हाट्सएप कम्युनिटीभित्र तपाईँले ट्रेनिङको लिङ्क पाउनुहुन्छ र त्यही लिङ्कमा गएर तपाईँले डिजिटल मार्केटिङ प्रविधिबाट जीवन बिमा पोलिसी सेल गर्ने तरिकाबारे सिक्नुहुनेछ। सी यू इन द वेबिनार। ह्याभ अ नाइस डे।